हेलो गाइजहरु, वेलकम टु माई न्यू ब्लग। म चाहिँ फेरि पनि निस्किसकेको छु हैन, रम्मल गाडीतिर। म चाहिँ यस्तरी हिँड्दैछु म चाहिँ हैन, रम्मल गाडी त हैन। म एकदम सहरमै घुम्दैछु म चाहिँ हैन। अब मेरो चाहिँ आज डे अफ हो। कस्तो हावा चलेको त्यो गरी खानु दिँदैन त्यो हावाले पनि घाम झुल्किरहेछ। म चाहिँ हिजो बेलुकी ड्युटी गएको थिएँ, अनि अहिले बिहान आएको, अनि आज चाहिँ मेरो डे अफ भन्दा चाहिँ एकदम खुसीले गफ भएर होइन। अनि त्यहाँदेखि ठ्याक्कै दसिया लागिरहेको जस्तो लागिरहेको मलाई। अहिले त त्यो हावाले के मासु दसी भइरहेछ। अब मेरो चाहिँ के हो भने, अब मैले चाहिँ के गर्नुपर्छ भने अहिले टक्क दाल साल बनायो होइन, अनि म भोक्लुकै सुतिहाल्ने दाल बनाएर चाहिँ, अरू कामै गर्दिनँ, दाल बनाउनु भोक्लुकै सुतिहाल्ने होइन। अनि त्यहाँदेखि सुतेपछि उठेर तरकारी बनाउने। अनि आज चाहिँ खाने भने चाहिँ मासु बाछाको त होइन, राँगा खानुपर्छ आज। झूठ पे झूठ बोलती जा रही है, शर्म। राँगाको मासु खानुपर्छ होइन। कुखुरा कति खानु यार, मासला कति खानु। छालैसँग खाँदा नभएर, छाला उक्काएर खाँदा नभएर, ग्यासमा झरेर पारेर खाँदा अब वाक्क भएको। आज चाहिँ राँगा नहीं हो, मुर्रा हो मासु खाने हो। के गर्नु साथी, डल्ले हिँडो खाए ढेँडो कस्तो छ यो चाहिँ हाम्रो बिल्ला हो क्या, बिल्ला हो। कोही केटाहरूले हेरिरहेको चाहिँ के हो यार। लेकिन एक सेकंड, लेकिन ये साला कर क्या रहा है यहाँ पे? हाम्रो चाहिँ यो चाहिँ बिल्ला हो होइन। यो चाहिँ घर हो खास चाहिँ, यो चाहिँ घर हो खास चाहिँ, तर मुलाहरूले बिल्ला भन्छ। यो के भनेको मलाई पनि थाहा छैन होइन। म चाहिँ यो बिल्लाको छेउतिर घुमिहिँडेछु होइन। अनि त्यस्तो हो क्या मेरो चाहिँ। ल आजको सधैँ डे अफको कामै हो, दाल पकाउने, खाने सुत्ने होइन, उठ्ने, तरकारी बनाउने, मासु ल्याउने, झट्टबाट पर भोट्ने, अनि खाने, जाँटो बोक्नुको सुतिहाल्ने। बानी चाहिँ खराब छ, सुतिहाल्ने बानी चाहिँ। यो हाम्रो कम्पनीको गाडी घोसडी पत्तुर सब पत्तुर छ। के चाहिँ गर, सब पत्तुर यस्तो भएको छ। यो झाटा पत्तुरै भयो, एउटा मात्र प्लास्टिक हालेको छ। के हो भित्र हो रहेछ, प्लास्टिक हालेको छ। यो चाहिँ हाम्रो कम्पनी गाडी हो, 8-9 वटा थियो, कता ड्युटीतिर लगिसकेको होला होइन। यस्तो होइन साथी। ल अब आजको ब्लग चाहिँ यति नै होइन। यो हावा चलायो क्या माटोले, हावा चलेर दिमाग खराब गर्यो। म वहाँ कहाँ जानुपर्ने मान्छे, म कहाँ गएर म कस्तो ठाउँ देखाउने थिएँ। यस्ता मलाई तेरि यार गरी खानु दिँदैन। ल साथीहरू बाई है, नेक्स्ट भिडियोमा भेटौँ ल। आज यति